हेलो सबैजना साथीहरूलाई स्वागत छ आजको ब्लग भिडियोमा। आज चाहिँ ब्लगिङ गर्दैछु। ब्लग स्पेशल त्यति केही पनि छैन। कुरा चाहिँ के छ भनेपछि बेङ्गलोरमा धेरै काण्डहरू आउन कम भइसक्यो, एकदमै राम्रो लाग्दैछ। तर हामी जस्तो भिडियो बनाउने केटाहरूको लागि भनेपछि कन्टेन्ट पाइरहेछ नि के काण्डै आउँदैन भनेपछि हामीले केमा भिडियो बनाउने के त्यही त टपिक हुन्थे, त्यहीमा भिडियो बनाउँथे, डलर झरिहाल्थ्यो। अब त्यो काम बन्द भयो त हाम्रो ठप भयो त। हाम्रो यहाँ काम बन्द भए पनि ठिकै छ, केही छैन होइन। जे होस् राम्रो भइरहेछ, नाम खराब भइरहेको छैन होइन, त्यहीमा खुसी छ। ल हेर्नुहोस् गाइस, राम्रोसँग मैले बस्ने घर यही हो। अनि अर्को कुरा तपाईँहरू सोच्नुहुन्छ होला अमन बेङ्गलोरमा बसेर के गर्छ भनेर। तपाईँलाई अब म बताइदिउँ के गर्छु भनेर। मेरो पछाडि तपाईँहरू जेसिबी हेरिराख्नु भएको छ होला होइन। हो, म त्यही जेसिबी चलाउँछु, यो दुई मध्ये एक चलाउँछु होइन। यो सबै मेरै ओनरको हो। कहिले कुनै चलाउनु पर्छ, कहिले कुनै चलाउनु पर्छ, कहिले यता नाली साफ गर्न जानुपर्छ त कहिले उता। हो, मेरो काम भनेको यही हो, म यही काम गर्छु, जेसिबी चलाउँछु है। सुन्नुहोस् त कस्तो आवाज छ। अहिले त खालि 2 स्पिकर मात्र चलाएको छन्, अझै त माथिसम्म कति होइन मिलाउनु नै छन्। यहाँ टाँगेका बजिया छैनन्, यहाँ तल राखेका बजिया छैनन्, उताका बजिया छैनन्, खालि उता राखेको 2 मात्र बजाएको छ होइन। त्यही पनि साउन्ड हेर्नुहोस् त। अनि गाइस यति बेला चाहिँ म भनेपछि मैले बस्ने घरको छतको माथि छु होइन। त्यो घर मैले त्यतिकै मजाकमा देखाएको त्यो, म मेरै घर भनेर नसोच्नु होला होइन। म त्यहाँ बस्दिनँ, म यहाँ बस्छु। अनि अर्को कुरा के भनेपछि म एक कुरा भन्न चाहन्छु क्या, जति पनि हामीलाई काहीँ भेट्छन् आफ्नो हुँ भन्ने देखाउँछन् नि मान्छेहरू, ती मान्छेहरूको कहिले फेसबुकमा लाइक कमेन्ट आएको हेर्दैन के म। तिनीहरू सामने देख्दाखेरि माया देखाउँछन् होइन, तपाईँको राम्रो मान्छे हो भन्न खोज्छन्, तपाईँको राम्रो साथी हो भन्न खोज्छन्, तर वास्तवमा तिनीहरू हुँदैनन् के, तिनीहरू जल्छन्। त्यही भएर मैले आजसम्म धेरै विचार गरेको छु। म काहीँ प्रोग्राममा जान्छु, यताउता काहीँ बाहिर जान्छु नि बेङ्गलोरमा, जो पनि चिन्ने मान्छे हो अमनजी, अमन सर, अमन भाइ होइन, अमन दाई भनेर हात मिलाउँछन्, गाला लाग्छन् होइन। त्यो मान्छेहरूको कहिले लाइक कमेन्ट आएको देख्दैन क्या, खालि देखावटी मात्र हुन् भन्ने मैले राम्रोसँग बुझेको छु। सायद तिनीहरूसँग पनि यो भिडियो पुग्ला होइन। पुग्यो भने पनि केही छैन, तपाईँहरू दुःख नमान्नु, तपाईँहरू त्यस्तै गर्नुहुन्छ। जति पनि चिनिया मान्छे छन्, जति पनि कोही मेसेन्जरमा बोल्छन्, यताउता भेट्दा बोल्छन् नि, तिनीहरूको कहिल्यै कमेन्ट आउँदैन अनि लाइक आउँदैन। ठिकै छ, मलाई त्यो चाहिए पनि होइन, तर माया गर्ने भएपछि अरे अमनले भिडियो हालेछ, अरे अमनको भिडियो छ भनेर लाइक कमेन्ट गर्नुपर्ने, आफ्नो प्रतिक्रिया राख्नुपर्ने भन्ने सोचाइ हो मेरो। तर केही छैन होइन, जो मान्छे मलाई मनपर्छ होइन, त्यो मान्छेलाई भेट्दा पनि म त्यस्तै ट्रिट गर्छु, अनि फेसबुकमा भिडियो फोटो आउँदा पनि म त्यस्तै ट्रिट गर्छु कि। तर मैले भन्न खोजेको के हो भने चाहिँ मान्छेहरू कोही पनि कसैको आफ्नो हुँदैन होइन। बस जबसम्म तपाईँ होइन कसैसँग राम्रोसँग बोल्नुहुन्छ भनेपछि तिनीहरू पनि बोलिदिन्छन्, न त बोल्दैनन्। भनेपछि तपाईँ सिधा बुझ्न सक्नुहुन्छ आजभोलि कोही कसैको हुँदैन होइन। त्यही भएर कसैमाथि धेरै भरोसा विश्वास पनि गर्नु हुँदैन। मलाई चिन्ने मान्छे कोही मान्छे छन् कि 1-2 जना मात्रै छन्, गिन्ती गरेर 1-2 जना मात्र, जो सामने भेट्दा पनि त्यस्तै व्यवहार गर्छन् अनि फेसबुकमा मैले भिडियो हाल्दा पनि त्यस्तै व्यवहार गर्छु। ल त गाइस, यो भिडियो यहीँ सकौँ, फेरि भेटौँला अर्को भिडियोमा। तबसम्मको लागि भनेपछि तपाईँ आफ्नो माया दिइराख्नु होला, लाइक कमेन्ट सेयर अनि फलो गर्न चाहिँ नबिर्सिनु होला। यही भिडियो मैले युट्युबमा पनि हाल्छु, युट्युबमा पनि गएर माया गरिदिनु होला। युट्युबको नाम यहाँ लेखिदिएको छु कुनामा होइन, जानु होला, हेर्नु होला है। हामीले बस्ने घरको ठ्याक्कै पछाडिपट्टि प्रोग्राम हुँदैछ, त्यसैको लाइट झिलिमिली भइरहेछ। हिजो पनि एक भिडियो हालेको थियो होइन, यहाँनिर त्यो प्रतियोगिता पनि भइरहेको थियो। आज चाहिँ यहाँनिर राम्रै प्रोग्राम हुनेवाला छ जस्तो छ, राति गएर हेर्नु पर्ला है। पुरा एरिया सजाएको छ कि लाइटले, हेर्नुहोस् त पुरा एरिया के, यति ठुलो एरियामा लाइटहरू लगाएको छ। प्रोग्राम हो त यस्तो होस् कि, कति मजाको लाइटिङ गरेको छ होइन, पुरा रोड सजाएको छ होइन। ऊ त्यहाँ अगाडिपट्टि होइन ट्राफिक पुलिस राखेका छन्, ट्राफिक कन्ट्रोल गर्नको लागि गाडीहरू आउन दिएको छैन। यता साउन्ड सुन्नु त, डल्बी भिजनको साउन्ड छ होइन। यस्तो हाम्रो नेपाली प्रोग्राममा भइदियो भनेपछि कति मजा आउँथ्यो, हुँदैन। तर जे होस् जनशक्ति फाउन्डेसनले प्रमोद खरेल बोलाएको दिन चाहिँ यस्तै साउन्ड सिस्टम राखेको थियो, खतरा साउन्ड थियो।